हेलो गाइस, फाइनली हाम्रो म्यागी तयार भएको छ हैन। अब म्यागी खानुपर्छ। के कस्तो हो यो चाहिँ खाजा हो है, खाजा तातो छ। एकछिन सिलाउन दिनुपर्छ अनि मात्रै अब कसैलाई पछि खान मजा आउँछ गाइस। एकजनालाई यत्रो धेरै म्यागी अहिले त कस्तो हो मलाई पनि थाहा छैन। त्यही पनि ट्राई गरिहेरौँ न, जे जस्तो हुन्छ थाहा भइहाल्छ। थाहा छ बहुत खतरा भएछ यार। हेर्नु त, त्यही माथि मुला हालिदिएको थिएँ, डेन्जर पक्ने छ। वाह, यति मिठो यति मिठो, हातै चाट्नु जस्तो भयो त हौ। चाउमिन सिस्टम बनाएको लास्टै मिठो भएछ। तपाईँहरूलाई पनि म्यागी खान मन छ भने आउनु है। देख्नु त गाइस, म्यागी भनेको यस्तो हुनुपर्छ नि त। पकाउँदै नपकाउनु, पकाएपछि डेन्जर पकाउनु भनेको जस्तै। तर मैले खोर्सानी काट्न बिर्सेछु गाइस। हिँड्न गाह्रो छ। टक्क पनि छैन। यस्तै छ गाइस, हेर्दै गर्नु हुँदैन। अलिक सँगले चल्दैन होइन। मबाट हेर्दै गर्दा के गर्न, जिन्दगी यस्तै छ गाइस होइन। कहाँबाट आएछ गए म चमिच र चक्कु लिएर आउँछु ल गाइस। माथिबाट काटेर गाइस हेर्दै गर्नु है। म खुर्सानी काटेर हाल्छु, ठ्याक्क दुईवटा खुर्सानी काटिहाल्छ। पेट पोल्छ। दुईवटा त थोरै पो पर्छ। यसमा आधी हाल्नुपर्छ खुर्सानी, डेढ खानु खुर्सानी भनेको जिनिस।
त्यही भएर गाइस किचनको काम सक्यो किचनको चाबी लगाउने गाइस ढोका लगाउने अनि चाबी यता राख्ने यस्तै छ हाम्रो पारा गाइस हेर्नु अब कस्तो भयो हाम्रो मेगी खुर्सानी सुर्सानी मुला सुला धेरै बेसी बनाएको चटपटे चाहिँ बनाउँछु म्यागी चाहिँ भनेको आजै बनाएको धेरै पछि बहुत टेस्टी छ भिडियो मन पर्यो भने लाइक गर्नु सेयर गर्नु कमेन्ट गर्नु सब्सक्राइब पनि गर्नु होला गाइस मिल्छु तपाईहरुसँग छिट्टै न्यू भिडियोमा बाई बाई